हेलो गाइजहरु हामीहरु चाहिँ यहाँ तकसेराको माथि आएर बसेछौं। तक गाउँ चाहिँ उतातिर यतातिर छ माथितिर। अनि हामी चाहिँ एक्जाम दिएर यहाँ रिजल्टको पर्खाइमा आएर यहाँ लुकिरहेछौं। रिजल्ट राम्रो आयो भने चाहिँ देखिँदै जाने, राम्रो आएन भने चाहिँ यहाँ जंगलै खोलातिर जाने हाम्रो यसो योजना हुँदैछ। हाम्रो फुपू चाहिँ ओइ फुपू, हाम्रो फुपू चाहिँ एकदम बिन्दास पारामा सुत्नु भएको छ। उहाँ चाहिँ हिजो रातभरि पढेर निन्द्रामा हुनुहुन्छ। रातभरि पढेर अहिले कस्तो रिजल्ट आउँछ भन्ने रिजल्टको पर्खाइमा हुनुहुन्छ फुपू चाहिँ। अनि ठाउँहरू यसो हेर्न मन लाग्छ भने हेर्नुहोस् ठाउँहरू। हिजो ढोरपाटन गएर आयौँ। हिजो हामी चाहिँ ढोरपाटन गएर आइसक्यौँ। अनि ठाउँहरू त त्यस्तै हो है। यो बादलहरू राम्रो देखिया छ गाइजहरू। यतातिर ठाउँ पनि राम्रै छ। यतातिर सम्पूर्णमा हेर्न हुन अनुरोध गर्दछु। अहिले हामी एक्जाम दिएर आछौँ। भित्र हाम्रो रोस्टरज्यूहरू हाम्रो क्वेसन हेरेर हाँसिराख्नु भएको छ होला। ठिकै छ, हामी पनि भ्लगमा भ्लग बनाउँदै हाँसिरहेछौँ। आधा मान्छेहरू चाहिँ गइसक्नु भयो। सायद उहाँहरू पनि एक्जाममा पास हुनुभयो होला। उहाँहरू खुसी हुँदै आउनु भएको छ। अनि म चाहिँ के भन्न चाहन्छु भने तपाईहरुलाई हैन, सिलु दिदी हुनुहुन्छ नि, हाम्रो सिलु दिदी हुनुहुन्छ नि, उहाँले एकदम सही गर्नुभएको छ। के पढे पनि जे गरे पनि उतै के अरे अस्ट्रेलियातिर गएर गर्नुभएको छ। उहाँले यस्तरी बोल्नुहुन्छ क्या, सुन केटीहरू भनेर सिलु दिदी बोल्नुहुन्छ। म पनि सुन केटी हो भनेर बोल्न सिक्दैछु। म पागल भइसकेँ। 1 घन्टाभित्र रिजल्टमा सरी भने पनि कङ्ग्रेचुलेसन भने पनि छिटो भन्दै हुन्थ्यो भन्ने मेरो इच्छा हो। अनि बिहानदेखि खाना पनि खा छैनौँ हैन, बिहानदेखि खाना पनि खा छैनौँ। अनि के अरे कति बजे 11 बजे एक्जाम सक्यो। अहिले आएर बसिरहेको छौँ। अनि फुबु के छ हालखबर? सन्चै हो? कस्तो निद लाग्यो। निन्द्रा लाग्नुको मेन कारण के होला तपाईको? हिजो साँझ कति बजीसम्म पढ्नु भयो? हिजो साँझ त 12-1 बजीसम्म। त्यो 12-1 बजीसम्म पढ्या मान्छेको अहिले नाम आउँछ होला नि? आउँदैन नाम त, नआउने गरेर पढ्या नआउने गरेर पढ्या गाइस, कुरा नसुन्नलाई इनका बोलै। अनि म चाहिँ पढ्दै पढे हैन केटीहरू हो। मेरो भलग हेर्ने केटीहरू हो। यस्ता आइमाईहरू हैन केटीहरू। फुखा तिम्रो सिन्दुर छ कि छैन? ए रहेछ। मैले मात्रै सिन्दुरको कमी भयो। कपाल पनि रातै छ हेर्नुस् गाइजहरु। कुर्ता सुरुवाल पनि रातो त लगाएर म आइसकेँ हैन। मोचा पनि रातो लगाइदिनु गाइस। जुराब त बेइज्जती हुन्छ। हेर्नुस् गाइस ये दुईटा घोर बेइज्जती। यो त घोर बेइज्जती हो मेरो। ठिकै छ, त्यही पनि फुपूको नाममा यति सही दिन्छु। अनि अरु म तपाईहरुलाई के भन्न चाहन्छु भनेपछि म अहिले पास भयो भने चाहिँ गाउँबाट जाने हो के, गाउँबाट पुरै के अरे पार्टी दिँदै जाने हो। माइक लगेर फुक्दै गाउँबाट पार्टी त के त्यस्तै अलिअलि पार्टी त त्यस्तै हो, अलिअलि चकलेट दिँदै जाने हो। अनि अफ क्यामेरा दिन्छु है कस्तो छ कति राम्रो बाख्रा के नि, रङ पनि कति राम्रो। के थाहा खसी लैजाम है। ल अब बाख्रा पाल। हाम्रो रिजल्ट त आन्न जस्तो लाग्यो मलाई। अनि त्यही भएर म यहाँ बोर भइगयो के, त्यही भएर यसो लाइभ बस्दै के अरे दिमाग सही ठाउँमा छैन। दिमाग सही ठाउँमा छँदै छैन गाइजहरू। म लाइभ चाहिँ होइन, म चाहिँ के अरे भ्लग बनाउनतिर लागेको। अनि केटीहरू तिमीहरूले हेर नहेर मलाई मतलब छैन। तिमीहरूले हैन मेरो भिडियो हेर नहेर मतलब छैन हैन, तर म बनाउँछु। कसले के गर्छ? म मेरो बेइज्जती आफै गर्छु, कसले के गर्छ भन। फुपूको पनि बेइज्जती गरिदिन्छु साथमा। ओइ फुपू, ओइ फुपू।
म त्यसमा गाइजहरूलाई म मेरो गाउँ देखाउँछु राम्रोसँग। गाउँ त कता छ? ऊ यतातिर गाउँ छ हेर्नुहोस्, यति राम्रो गाउँ। यति राम्रो गाउँ छ। अनि चट्टा लगाएर यतातिर घुमिरहेको छौँ हामीहरू। अनि तपाईँहरूलाई के को चासो हामी कहाँ गएछ? नाम निकाल्यो चाहिँ दोस्रो पेपरको तयारी गर मरे हेरि नहाँसु टाउको। दोस्रो पेपरको तयारी त म कसरी गरौँ? पहिलो पेपरमा नै म फालिन्छु जस्तो लागिरहेछ मलाई। दोस्रो पेपरको तयारी गर नाटक नगर हेर्दै म त कस्तो गनाइरहेछ। अनि झिँगाएर मुखैमा बस्छ। मान्छे राम्रो हो कि मान्छे राम्रो हो कि यो कपाल राम्रो हो कि इफेक्ट राम्रो हो कि यो मोबाइल राम्रो हो कि के राम्रो होला फुपू? कहाँ चिनी नि देखे छिन् कि छैन? नदेखाऊ मलाई बस्मै लास्टै निन्द्रा लाग्यो। बिचारीहरू फुपूलाई निन्द्रा लाग्यो अरे। यो चाहिँ इक्जामले पार्यो होला है। इक्जामले एकदम एक्साइटेड थिएँ। यतिसम्म बेहोस पार्यो हाम्रो फुपूलाई इक्जामले। अनि ठिकै छ फुपू, यस्ता इक्जामहरू जिन्दगीमा कति आउँछ कति होइन। हामीलाई चाहिएको भने 4 लाख रुपियाँ मात्रै हो। 2 लाख गराइदिने भन त मलाई कोहीलाई। 4 लाख रुपियाँ चाहिने हो हामीलाई गराइदिने भन। 2 लाख तिमीलाई 2 लाख मलाई। अनि त्यो पछि हाम्रो लाइफ सेट हुन्छ, पुरै सेट होइन। ठिकै छ, यस्ता इक्जामहरूले हामीलाई पास नगराए के भयो त? हामी इक्जामलाई पास गराउँछौँ। पछि हामीलाई 4 लाख रुपियाँ दिनु भनेपछि बिजनेसम्यान बन्ने भन्छ फुपूले। बिजनेसम्यान बनेपछि चाहिँ हामी यस्ता इक्जामहरू त फुपूलाई के अरे मलाई 2 लाखको खासमा आवश्यकता मलाई 2 लाख, फुपूलाई 2 लाख हो। कसै यो मेरो जनताहरूले प्लिज हात जोड्छु एउटा हात जोड, 2टा हातले म समात्छु। हात जोड्छु म। के अरे मलाई 2 लाख, फुपूलाई 2 लाख रुपियाँ। के ब्याजमाथि भए पनि हुन्छ, फ्रीमा दिए झन् राम्रो। अनि दान गरिदिए त झनै राम्रो। 1 वर्षभित्रै दिइहाल्छन् भन। 1 वर्षभित्र हामी दिइहाल्छौँ। हामीलाई त्यही अलिकति हामीलाई यसो लगानी मात्रै चाहियो हो क्या। अरू पैसा त छ हामीसँग। त्यति पैसाले के गर्नुहुन्छ भन्नुहुन्छ भने चाहिँ अरू पैसा हामीसँग जम्मा छ होइन। त्यही 2-4 लाख रुपियाँको कमी भएको छ। त्यही भएर हामीले काम उठाउन सकेका छैनौँ। त्यही भएर हामी यहाँ 2-4 लाख भए पनि 1 वर्षमा 2 टिले गरेर कमाउँला भनेर इक्जाम दिन आएको। इक्जामको टुङ्गो भएन, यो रिजल्ट पनि आउँदै आन्न हेर्नुहोस्। अनि के गर्ने नि, हामी रिजल्ट कुरेर बसिरहौँ। अब त्यही पनि सास छन्जेलको आश। अब नम्बरमाथि मेसेज आउँछ भन्नुभएको छ त्यहाँ सरले। मेसेज कङ्ग्रेचुलेसन आउँछ कि सरी आउँछ होला। त्यही पनि हामी यसो सरी हेर्नलाई पनि एकछिन वेट गर्नु पर्यो नि त। फेरि स्वाट्टै गाडीमा गइहालेपछि पछाडि कङ्ग्रेचुलेसन अप्सरा भनेर आयो भने चाहिँ कहाँ त्यत्रो भाडा तिरेर गएको मान्छे फर्केर आउने त कुरै भएन होइन गाइजहरू। त्यही भएर चाहिँ हामी यतै पर्खेको। इन्टरभ्यू भोलि हुन्छ, म त आज गइजाने नाइटमा सरिनँ। मेरो नाम निस्के यस्तो नगर्नु क्या यार फुपू। यस्तो मेरो मुटु दुख्छ। ननिस्के पनि बाल छैन। 50 वटा क्वेसन लगाइसकेपछि त डिस्प्ले कुरा हुन्छ। 50 वटा लगायो भन्दै पनि मैले आजसम्म कतिचोटि 50 वटा लगाएँ, कतिचोटि। ठिकै छ गाइजहरू, मेरो अहिलेसम्म कुरा सुनिदिनुभएकोमा एकदम धेरै धेरै धन्यवाद छ तपाईँलाई। अनि मैले भनेको कुरा चाहिँ 4 लाखको व्यवस्था चाहिँ प्लिज गरिदिनु होला भएसम्म। नभए ठिकै छ, म यतै म्यानेज गर्ला। हस् त ल, बाई बाई गाइज।